हेलो। आज हकदैया भनेर हकदैयाको अर्थ पढ्न गइरहेका छौँ। हनन, हरण र हस्तक्षेप भएको हकको उपचारका निमित्त अदालत समक्ष उपस्थित हुन पाउने अधिकार नै हकदैया हो। हनन, हरण र हस्तक्षेप भएको हकको उपचारका निमित्त अदालत समक्ष उपस्थित हुन पाउने अधिकार नै हकदैया हो। वास्तविक पीडितलाई पीडक विरुद्ध नालिस अथवा उजुर गर्न पाउने हक हुनु वा देखाउनु नै सच्चा अर्थमा हकदैया हो। वास्तविक पीडितलाई पीडक विरुद्ध उजुर गर्न पाउने हक हुनु। पीडक पक्ष व्यक्तिले पीडक पक्ष व्यक्ति विरुद्ध अदालतमा मुद्दा दर्ता, प्रतिवाद र खण्डन गर्न पाउने अधिकारलाई हकदैया भनिन्छ। पीडित पक्षले पीडक व्यक्ति विरुद्ध अदालतमा मुद्दा दर्ता, प्रतिवाद र खण्डन गर्न पाउने अधिकारलाई हकदैया भनिन्छ। हकदैया आफ्नो हक पुग्ने विषयमा अदालत समक्ष उपस्थित भई उजुरी, प्रतिवाद र खण्डन गर्न पाउने अधिकार हो। यो हक अधिकारको प्राप्ति र पुनःस्थापनाको लागि अदालतमा प्रवेश हुन पाउने अधिकार हो। संविधान र कानुनद्वारा प्रदत्त अधिकारमा आघात एवं हनन भएपछि अदालत समक्ष उक्त अधिकारको रक्षार्थ एवं उपचारार्थ उपस्थित पाउने अधिकारलाई हकदैया भनिन्छ। आफ्नो हक नलाग्ने विषयमा हकदैया गर्न गरिँदैन। यो स्वतः त्याज्य र बदरभागी ठहर्छ। तर हक पुग्ने व्यक्ति स्वयं नहुँदा निजको हकवालाबाट हकदैया हुन सक्छ। यसले मुद्दा लिई अदालत जानु पूर्व हकदैया पुग्छ वा पुग्दैन पर्याप्त विचार पुर्याउनुपर्छ। हकदैया रहेको ठहर भएपछि फिराद पत्र तयार भई मुद्दा अघि बढ्छ। पछिल्लो समयमा सार्वजनिक सरोकारको विषयमा जोसुकैले नालिस उजुर गर्न सक्ने सिद्धान्त प्रतिपादन र अभ्यास भएको छ। नेपालको वर्तमान संविधानको धारा 133 उपधारा 2 र 144 को उपधारा 1 ले सार्वजनिक हक र सरकारवालाको कुनै विवादका सम्बन्धमा समेत हकदैया आकर्षित हुने व्यवस्था गरेको छ। हकदैया कार्यविधि कानुनको महत्त्वपूर्ण विषय हो।